Hello everyone, welcome to day one of Concept Busters at Brainwise by Risely. I am Dinesh Sharma and I will be your teacher for physics for the next few days. आजको टपिक हाम्रो रिफ्लेक्सन एन्ड रिफ्र्याक्सन अफ लाइट विच विल बी रेलेभेन्ट टु क्लास 10 आइसिएससी एन्ड सिबिएसई. सो यहाँ हामीले लाइटको दुईवटा बिहेभियरलाई बुझ्नुपर्छ. एउटा हो रिफ्लेक्सन. रिफ्लेक्सन भन्ने बित्तिकै द थिङ द्याट सुड कम इन यर हेड इज अ मिरर. एउटा मिररले गर्दा रिफ्लेक्सन हुन्छ. मिरर हामीलाई यादै छ कस्तो हुन्छ, द वान द्याट यु लुक एट यर फेस एभ्री डे बिफोर गोइङ टु स्कुल या बिफोर गोइङ आउट समवेयर, द्याट इज अ मिरर. त्यहाँ हामीले आफ्नो अनुहारको रिफ्लेक्सन देख्छ, हाम्रो जिउको रिफ्लेक्सन देख्छ. सो यहाँ द थ्योरी हियर इज के हुन्छ भने चाहिँ मिररको यो सर्फेस हो जहाँ यु लुक एट यर फेस. त्यहाँ चाहिँ के हुन्छ, एउटा लाइट आउँछ. द्याट लाइट विल कम फ्रम यर फेस, विल कम फ्रम एनिथिङ द्याट क्यान बी सिन, लाइक लेट्स से अ वल, लेट्स से एनी अब्जेक्ट द्याट यु होल्ड, लाइक लेट्स से अ फोन, वाट एभर. त्यहाँबाट लाइटको एउटा रे आउँछ. त्यो रे अफ लाइट आएर मिररमा ठोकेर यतै फर्किन्छ. यो फिनोमिननलाई चाहिँ हामी के भन्छ, रिफ्लेक्सन भन्छ. रिफ्लेक्सन. रिफ्लेक्सन भनेको चाहिँ लाइट गएर मिररमा ठोकेर त्यहीपट्टि फर्किनुलाई चाहिँ हामी रिफ्लेक्सन भन्छ. एन्ड इट्स अ भेरी इजी फिनोमिनन. क्लास 10 को स्ट्यान्डर्डमा हेर्नु पऱ्यो भने. बट वेन यु गो टुवर्ड्स 11 एन्ड 12 त्यहाँदेखि अलिकति कम्प्लेक्स हुँदै जान्छ यो कुराहरू, किनभने डिफ्रेन्ट टाइप्स अफ मिरर्स पनि आउन थाल्छ. अहिले चाहिँ हाम्रो क्लास 10मा हामीले पढ्नुपर्ने इज ओन्ली अ प्लेन मिरर. प्लेन मिरर. प्लेन मिरर भनेको द मिरर द्याट इज देयर इन यर हाउस, जुन एभ्री डे यु लुक एट यर सेल्फ. प्लेन मिरर. देयर आर अदर टाइप्स अफ मिरर्स अल्सो. यिनीहरूलाई हामी स्पेरिकल मिरर्स भन्छ. तर यो अलिकति आउट अफ सिलेबस हुन्छ अहिलेको लागि. सो विल डिस्कस इट सम अदर डे. सो स्पेरिकल मिरर अर्कै टाइपको हुन्छ, कन्केभ र कन्भेक्स भनेर हुन्छ. द्याट विल बी समथिङ एल्स. सो रिफ्लेक्सन भनेको के रहेछ, लाइट आउनु, मिररमा ठोकेर त्यहीपट्टि फर्किनुलाई चाहिँ हामी रिफ्लेक्सन भन्छ, राइट. त्यहाँदेखि रिफ्र्याक्सन. रिफ्र्याक्सनको लागि हामीले एउटा कुरा बुझ्नुपर्छ. एन्ड द थिङ वी निड टु अन्डरस्ट्यान्ड हियर इज अ मिडियम. मिडियम भनेको चाहिँ के हो? मिडियम भनेको चाहिँ एउटा यस्तो रिजन हो जहाँ चाहिँ लाइट पास हुन सक्छ. जहाँ चाहिँ लाइट पास हुन्छ त्यो कुरालाई चाहिँ हामी मिडियम भन्छ. लाइक फर इक्जाम्पल द एयर अराउन्ड मी. मेरो वरिपरिको हावा इज अ मिडियम बिकज त्यो हावाले गर्दाखेरि यु गाइज क्यान सी मी, राइट. किनभने मेरो यो जति पनि आर्टिफिसियल सोर्सेस अफ लाइट छ अहिले एकदम अँध्यारो छ बाहिर. जति पनि मेरो लाइट छ रुमको, त्यो लाइट चाहिँ मेरो फेसमा स्ट्राइक गरेर तपाईँहरूको आँखामा आउँदैछ एन्ड यु गाइज सी मी. द्याट इज बेसिकली वाट इज ह्यापनिङ हियर. अनि यो एयर चाहिँ एउटा मिडियम भयो यहाँ. अरू डिफ्रेन्ट टाइप अफ मिडियम पनि हुनसक्छ. लाइक फर इक्जाम्पल ग्लास इज अ मिडियम. आई सो एन एक्जाम्पल. यो चस्माको ग्लास इज अ मिडियम. यहाँबाट पनि लाइट पास हुँदैछ. यसको यसको क्यारेक्टरिस्टिक अर्कै छ, मतलब यो पछाडि पेन राख्दाखेरि अर्कै सानो साइज घटेको जस्तो देख्छ. द्याट विल डिस्कस लेटर. बट मिडियम वाइज यो पनि एउटा मिडियमै हो. ग्लास पनि एउटा मिडियम हो. नाउ यु क्यान थिङ्क अफ अदर थिङ्स द्याट क्यान एक्ट एज अ मिडियम, जहाँ चाहिँ लाइट पास हुन्छ. यु क्यान थिङ्क, रिमेम्बर, एन्ड जस्ट ट्राई टु ड्रप यर एन्सर्स इन द ग्रुप अल्सो इफ यु गेट टाइम. सो अरू मिडियम पनि हुन्छ जहाँ लाइट पास हुन्छ. सो जहाँ पनि लाइट पास हुन्छ त्यसलाई चाहिँ हामी मिडियम भन्छ. सो हामीले यहाँ बुझ्नु पऱ्यो कि मिडियम दुई टाइपको हुन्छ. एउटा रेयर मिडियम हुन्छ र एउटा डेन्सर मिडियम हुन्छ. सो भेरी सिम्पल पाराले भन्नु पऱ्यो भने रेयर मिडियम्स आर दोज मिडियम्स जुन मिडियम चाहिँ सोच्दैखेरि पतला छ. वेन यु थिङ्क अफ समथिङ एन्ड यु थिङ्क इट्स भेरी थिन, द्याट इज अ रेयर मिडियम. एन्ड वेन यु थिङ्क अफ समथिङ एन्ड यु थिङ्क इट्स भेरी थिक, द्याट्स अ डेन्सर मिडियम. तर इन्ट्रेस्टिङली यहाँ के हुन्छ भने रेयर र डेन्सरलाई चाहिँ हामी अटोनोमसली डिफाइन गर्न सक्दैन. अटोनोमसली डिफाइन गर्न सक्दैन भन्नाले चाहिँ म कुनै एउटा मिडियम मात्रै सोचेर त्यसलाई रेयर या त डेन्सर भन्न सक्दिनँ. रेयर या त डेन्सर चाहिँ एउटा रिलेटिभ फिनोमिनन हो. जस्तै फर इक्जाम्पल मैले आई गिभ यु टु मिडियम्स टु थिङ्क अबाउट. लेट्स से आई गिभ यु एयर एन्ड वाटर टु थिङ्क. एयर र वाटर सोच्नु, थिङ्क अबाउट एयर एन्ड वाटर. न अब सोच्दा सोच्दै क्यान यु फिगर आउट विच वान इज रेयर एन्ड विच वान इज डेन्सर? आई थिङ्क इट्स क्वाइट स्ट्रेट फरवर्ड. एयर इज रेयर किनभने सोच्दैखेरि एयर इज भेरी थिन. एन्ड द डेन्सर वान हियर इज वाटर किनभने सोच्दैखेरि एयरभन्दा वाटर डेन्सर छ, राइट. सो नाउ हियर आई क्यान से द्याट एयर इज रेयर and water is denser. Clear यहाँसम्म? Now next, let's say you visualize water and honey. Water and honey. Visualize water and honey. Water एकपट्टि अर्कोपट्टि honey. Now मैले सोच्दा as far as my brain works, I think यो केसमा water is rarer and honey becomes denser. Yes or no? Because water in comparison to honey is thin. So यो rarer भइहाल्यो.
अनि यो नि डेन्सर भइहाल्यो. नाउ यु हेभ टु अन्डरस्ट्यान्ड कि रेयर र डेन्सर एउटा इन्डिभिजुअल फिनोमिनन होइन. रेयर र डेन्सर चाहिँ एउटा ग्रुप फिनोमिनन हो. हामीले दुईटा कुरा सँगै डिफाइन गर्न सक्यो भने मात्रै रेयर र डेन्सर पनि डिफाइन गर्न सक्छ. दुईटा कुरा छ भने मात्रै हामी रेयर या त डेन्सरमा डिफ्रेन्सिएट गर्न सक्छ. एउटा सिङ्गल कुरालाई रेयर या त एउटा सिङ्गल कुरालाई डेन्सर भन्न सक्दैन. नाउ वी नो द्याट रेयर इज बेसिकली द वान द्याट इज थिन एन्ड डेन्सर इज द वान द्याट इज अलिकति थिक. ओके, सो रिफ्र्याक्सन बुझ्न यो मिडियम बुझ्नु भेरी इम्पोर्टेन्ट थियो. अब कुनै पनि दुईटा मिडियमको बिचको सेपरेसनलाई चाहिँ हामी इन्टरफेस भन्छ. इन्टरफेस, सो दिस इज एन इन्टरफेस. इन्टरफेस इज बेसिकली द्याट द लाइन द्याट सेपरेट्स द टु मिडिया. सो अब मिडियमको प्लुरल चाहिँ मिडिया हो. सो माथि मिडियम 1 छ, मुनि मिडियम 2 छ. अब यहाँ के हुन्छ, अगर एउटा लाइट आउँदैछ यता, अगर एउटा लाइट यहाँ आउँदैछ, यसलाई हामी इन्सिडेन्ट लाइट भन्छ. इन्सिडेन्ट लाइट, यो लाइटलाई हामी इन्सिडेन्ट लाइट भन्छ. अब कुनै पनि एउटा लाइट एउटा इन्टरफेसमा आउँदैछ, एउटा मिडियमबाट ट्राभल गरेर अर्को मिडियममा जान आँटेको छ. सो वाट वी हेभ टु डु इज, बाई द रुल अफ थम, हामीले यहाँ जहिले पनि एउटा लाइन बनाउनुपर्छ एक्ज्याक्टली त्यो पोइन्टमा जहाँ चाहिँ यो अर्को मिडियममा पस्न आँटेको छ यो लाइट. यो लाइनलाई चाहिँ हामी द लाइन अफ नर्मल भन्छ. नर्मल लाइन. यो कहाँ बनाउनुपर्छ अरे, यो लाइन त्यहाँ बनाउनुपर्छ जब एउटा लाइट एउटा मिडियमदेखि अर्को मिडियममा पस्न आँटेको छ, मतलब एट द पोइन्ट अफ द इन्टरफेस. यो इन्टरफेसको पोइन्टमा चाहिँ हामीले नर्मल बनाउनुपर्छ. अब नर्मल बनाएर हाम्रो थ्योरी भेरी सिम्पल छ. अगर मेरो लाइट रेयर मिडियमदेखि डेन्सर मिडियम आउँदैछ भने मेरो लाइट टुवर्ड्स द नर्मल बेन्ड हुन्छ. इफ अ लाइट इज कमिङ फ्रम अ रेयर मिडियम टु अ डेन्सर मिडियम, मेरो लाइट चाहिँ यसरी, नट यसरी, गिभ मी अ सेकेन्ड, मेरो लाइट चाहिँ यसरी बेन्ड हुन्छ. मेरो लाइट चाहिँ यसरी बेन्ड हुन्छ. एक्चुअली यो लाइट कहाँ जानुपर्ने थियो, यो लाइट केही पनि मिडियम नभएको भए यो सिधै जान्थ्यो यसरी, राइट. यो सिधै जाने थियो यसरी. तर सिन्स देयर आर टु मिडिया, त्यसले गर्दाखेरि चाहिँ लाइट बेन्ड हुन्छ. कसरी बेन्ड हुन्छ, अगर एउटा लाइट रेयरदेखि डेन्सर जाँदैछ, देन इट विल बेन्ड टुवर्ड्स द नर्मल. त यो लाइट जुन चाहिँ सिधा जानुपर्ने थियो यहाँ जानुपर्ने थियो, त्यो लाइट चाहिँ टुवर्ड्स द नर्मल बेन्ड भएर यहाँ गयो. सो यो व्हाइट लाइन जुन देख्नुहुँदैछ, दिस व्हाइट लाइन इज द एक्चुअल पाथ अफ द लाइट, जुन चाहिँ आफ्टर रिफ्र्याक्सन हुन्छ. यो फिनोमेननलाई चाहिँ एक्चुअली रिफ्र्याक्सन भन्छ. रिफ्र्याक्सन इज द बेन्डिङ अफ लाइट when it travels from one medium to another. एउटा मिडियमदेखि अर्को मिडियम ट्राभल गर्दा जब लाइट बेन्ड हुन्छ, त्यो फिनोमेननलाई चाहिँ रिफ्र्याक्सन भन्छ. अनि रिफ्र्याक्सन मतलब लाइट दुई पाराले बेन्ड हुन सक्छ. एउटा टुवर्ड्स द नर्मल, द्याट इज when a ray of light comes from a rarer medium to a denser medium, it will bend towards the normal, or vice versa. If a ray of light comes from a denser to a rarer, then it will bend away from the normal. So यसको लागि पनि लेट्स मेक वान डायग्राम. सो एउटा यो इन्टरफेस भइहाल्यो. दिस इज द इन्टरफेस, राइट. दिस इज द इन्टरफेस. एउटा इन्सिडेन्ट रे यसरी आयो, भेरी नाइस. त्यहाँदेखि यसको जहाँ यो ठोकिँदैछ यो पोइन्टलाई हामी पोइन्ट अफ नर्मल भन्छ. नर्मल. नाउ अब हामीले याद छ कि दिस इज डेन्सर एन्ड दिस इज रेयर. अघिको के थियो, यो रेयर थियो, यो डेन्सर थियो. त्यही कारणले त मेरो लाइट कहाँदेखि कहाँ गयो, इट बेन्ड टुवर्ड्स द नर्मल. अब यसको उल्टा, अब सिन्स इट इज कमिङ फ्रम अ डेन्सर टु अ रेयर मिडियम, यो लाइट चाहिँ जुन चाहिँ यसरी जानुपर्ने थियो, यसरी सिधा जानुपर्ने थियो यो लाइट, तर यसरी नगएर चाहिँ यो नर्मलदेखि टाढा भाग्छ. इट विल बेन्ड अवे फ्रम द नर्मल यसरी. सो यो इज द टु इम्पोर्टेन्ट कन्सेप्ट यु निड टु रिमेम्बर. Light traveling from a rarer medium to a denser medium and light traveling from a denser medium to rarer medium. अब यो डायग्रामले मात्रै होइन, अर्को सानो इन्ट्रिकेसिजले पनि हामीले यो दुईटाको डिफरेन्स बुझ्न सक्नुपर्छ. लाइक फर एक्जाम्पल, यो एङ्गल, जुन एङ्गल चाहिँ इन्सिडेन्ट रे र नर्मलको बिचमा छ, यो एङ्गललाई चाहिँ हामी स्मल लेटर आईले डिनोट गर्छ. अनि यसलाई चाहिँ हामी के भन्छ, एङ्गल अफ इन्सिडेन्स. अनि जुन एङ्गल चाहिँ नर्मल र यो रिफ्र्याक्टेड रेको बिचमा बनिन्छ, यो एङ्गललाई चाहिँ हामी के भन्छ, स्मल लेटर आर. यसलाई हामी भन्छ एङ्गल अफ रिफ्र्याक्सन.
के अरे एङ्गल अफ इन्सिडेन्स माथिकोलाई अनि मुनिकोलाई भन्छ एङ्गल अफ रिफ्र्याक्सन। सो यहाँ हामीले क्लियरली देख्न सक्छौँ कि एङ्गल अफ इन्सिडेन्स चाहिँ एङ्गल अफ रिफ्र्याक्सन भन्दा चाहिँ के छ, ग्रेटर छ। यस, किनभने यता डेन्सर मिडियममा आएर त त्यो नर्मलपट्टि गयो नि त लाइट। सो मेरो एङ्गल घट्दैछ यहाँ, मेरो एङ्गल यत्रो ठुलो भएर चाहिँ कत्रो हुँदैछ, यत्रो ठुलोबाट घटेर यति सानो मात्रै हुँदैछ। सो मेरो यहाँ के हुँदैछ, एङ्गल अफ इन्सिडेन्स चाहिँ ग्रेटर छ एङ्गल अफ रिफ्र्याक्सन भन्दा। यहाँ के छ, यहाँ मेरो यो एङ्गल अफ इन्सिडेन्स हो है, अनि यहाँ मेरो यो एङ्गल अफ रिफ्र्याक्सन हो यो। अब के हुँदैछ यहाँ क्लियरली, यहाँ एङ्गल अफ रिफ्र्याक्सन चाहिँ मेरो एङ्गल अफ इन्सिडेन्स भन्दा चाहिँ ग्रेटर छ। एङ्गल अफ रिफ्र्याक्सन इज ग्रेटर देन एङ्गल अफ इन्सिडेन्स। कहिले, जब रे अफ लाइट डेन्सरदेखि रेयर जाँदैछ। अब द एङ्गल अफ इन्सिडेन्स चाहिँ ग्रेटर देन एङ्गल अफ रिफ्र्याक्सन कहिले हुन्छ, जब लाइट जाँदैछ रेयर टु डेन्सरमा। सो यो दुईवटा डिफरेन्स याद गर्नुपर्छ रिफ्र्याक्सनमा। वेन अ रे अफ लाइट ट्राभल्स फ्रम अ रेयर मिडियम टु अ डेन्सर मिडियम, or and a ray of light travels from a denser medium to a rarer medium, यो दुईटामा डिफरेन्स के हुन्छ, यिनीहरूको अलिकति डिटेल डिफरेन्स के हुन्छ, डायग्रामेटिकली यिनीहरू कसरी डिफरेन्ट हुन्छ, र यिनीहरूको फर्मुला मतलब यिनीहरूको एङ्गल्समा कसरी कसरी डिफरेन्स हुन्छ। यो कन्सेप्टको डिटेल्ड नोट्स विल बी सेन्ट अन द वाट्सएप ग्रुप जुन हाम्रो कम्युनिटी छ। एन्ड यो टपिकमा अझै फर्दर डाउट्स छ तपाईँहरूलाई भने, इफ यु फेस अ लिल बिट मोर डिफिकल्टी, यसमा अलिकति ज्यादा डिफिकल्टी, इफ यु फेस अ लिल बिट अफ प्रब्लम हियर, then I would recommend you to drop a message. हाम्रो कम्युनिटीमा नि एभ्री क्लासको ग्रुप पनि छ। So you just need to go to the community, go and check out the groups, and you can join those groups. Class 10, 11, 12 भनेर groups पनि छ. So you can join those groups. I will be there in that group. There will be other experts in that group. So you can drop your questions there, and we will be there to answer all your questions. Your class को notes will be available tomorrow. That is Tuesday. That is the notes day. अनि केही पनि अझै फर्दर डाउट्स छ भने यु क्यान लेट मी नो इन द कम्युनिटी, अर यु क्यान जस्ट जोइन आवर वाट्सएप ग्रुप जुन चाहिँ क्लासको ग्रुप छ, एन्ड यु क्यान आस्क your questions there, right? So I will end this topic here. I had to make this video under 10 minutes, तर 12 minutes भयो. Anyway, it doesn't matter. So I will see you guys in the next week with some more interesting topics. केही डाउट छ भने, as I said earlier, please drop a message on the WhatsApp group. कम्युनिटीमा गएर आफ्नो क्लास ग्रुपमा जोइन गरेर प्लिज ड्रप अ मेसेज देयर. I will be more than happy to help you any time of the day, right? So yeah, that is all from my end. I will see you with some more interesting videos in the next few days. Till then, see you. Happy learning. Bye bye.